नमस्ते, यहाँहरूलाई हार्दिक स्वागत छ मेरो युट्युब च्यानलमा। कृपया च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, शेयर गरी बेल आइकनमा प्रेस गर्न चाहिँ नभुल्नुहोला। सदा चाहिँ आज पनि म क्लास 11 को केमिस्ट्रीको इनअर्गानिक केमिस्ट्रीको हेलोजनको वान शट भिडियो लिएर यहाँहरूमा आइसकेको छु। आशा छ यहाँहरूले भिडियो पक्कै पनि बुझ्नुहुनेछ र यस भिडियोमा चाहिँ मैले हेलोजनमा हाम्रो एउटा हेलोजन र त्यसपछि हेलो एसिडको बारेमा डिस्कस गर्नेछु र हेलोजनमा पनि मैले ल्याब प्रिपरेसनको बारेमा क्लोरिनको, ब्रोमिनको र आयोडिनको पढ्नेछु। र पहिला हामीले बुझौँ हेलोजन भनेको के हो। अब हेलोजन भनेको चाहिँ द इलिमेन्ट्स लाइक क्लोरिन, ब्रोमिन, फ्लोरिन, आयोडिन एन्ड एस्टानिन आर किप्ड इन 7A ग्रुप इन अ पिरियोडिक टेबल आर कल्ड हेलोजन। पिरियोडिक टेबलको 7A ग्रुपमा राखिएका क्लोरिन, फ्लोरिन, ब्रोमिन अनि एस्टानिन र आयोडिन जस्ता इलिमेन्टहरूलाई चाहिँ हामीले हेलोजन भनेर चिन्न सकिन्छ। अब हेलोजनमा चाहिँ हाम्रो ल्याब प्रिपरेसन गर्नुपर्ने हुन्छ क्लोरिन, ब्रोमिन र आयोडिनको। अब हामीले यसको पनि ल्याब प्रिपरेसन दुईवटा मेथडबाट हुन्छ। एउटा चाहिँ विथ एप्लिकेसन अफ हिट अनि अर्को चाहिँ विथआउट एप्लिकेसन अफ हिट। अब हामीले बाइ द एप्लिकेसन अफ हिटबाट हेर्दाखेरि क्लोरिनको ल्याब प्रिपरेसन बाइ द एप्लिकेसन अफ हिटमा हेर्दाखेरि पहिला हामीले क्लोरिनको लागि हेरौँ। यसमा क्लोरिनको थ्योरी हुन्छ। थ्योरीमा हेर्दाखेरि म्याङ्गनिज अक्साइड इज रिएक्टेड विथ कङ्क H2SO4 इन द प्रेजेन्स अफ NaCl क्लोरिन ग्यास इज अब्टेन। अब यदि हामीले म्याङ्गनिज अक्साइडलाई कङ्क H2SO4सँग ततायो भने जुन चाहिँ NaCl को प्रेजेन्समा हाम्रो क्लोरिन ग्यास अब्टेन हुन्छ। अब यसमा रिएक्सनमा हेर्दाखेरि MnO2 प्लस कङ्क H2SO4। अब यसबाट हामीले रेडिकल्सको विस्थापन विधिबाट हामीले यसको MnSO4 प्लस H2O प्लस नेसन अक्सिजन लेख्न सक्छौँ। अब यसपछि यो NaCl ले फेरि H2SO4 रिएक्सन गर्छ र 2NaCl प्लस H2SO4 ले रिएक्सन गरिसकेपछि Na2SO4 प्लस 2HCl निस्किन्छ र यो निस्केको 2HCl ले फेरि नेसन अक्सिजनमा रिएक्सन गरेर H2O प्लस Cl2 बनाउँछ र ओभरअल रिएक्सनमा चाहिँ हाम्रो MnO2 प्लस 2NaCl प्लस H2SO4 गिभ्स MnSO4 प्लस Na2SO4 प्लस Cl2 प्लस H2O निस्किन्छ। जुन चाहिँ Cl2 ग्यास चाहिँ हामीलाई यसमा निकाल्नुपर्ने छ। त्यही भएर हाम्रो म्याङ्गनिज अक्साइडलाई हामीले कङ्क H2SO4सँग ततायौँ भने जुन चाहिँ NaCl को प्रेजेन्समा ततायो भने यसमा Cl2 ग्यास निस्किँदो रहेछ। यो चाहिँ हाम्रो थ्योरी रहेको थियो। अब यसको प्रोसिडरमा हेर्दाखेरि के छ भन्दाखेरि द मिक्सचर अफ MnO2 कङ्क H2SO4 एन्ड NaCl किप्ड इन अ राउन्ड बटम फ्लास्क। अब मिक्सचर अफ हामीले कङ्क H2SO4 र MnO2 र NaCl को मिक्सचरलाई हामीले यसमा राख्यौँ भने जुन चाहिँ राउन्ड बटम फ्लास्कमा राख्यो भने जुन चाहिँ एपरेटसमा राखेको देखाएको छ र आफ्टर रेटिङ द मिक्सचर अफ क्लोरिन ग्यास इज प्रोड्युस्ड एन्ड कलेक्ट इन द ग्यास जार बाई अपवार्ड डिस्प्लेसमेन्ट अफ एयर। जुन चाहिँ अब क्लोरिन ग्यास चाहिँ हाम्रो ग्यासरमा जम्मा हुन्छ। जुन चाहिँ अपवार्ड डिस्प्लेसमेन्ट माथिल्लो विस्थापन विधिबाट हावाको माथिल्लो विस्थापन विधिबाट हुन्छ। अब यसमा फिगरमा हेर्न सक्छौँ हामीले। यसमा चाहिँ फिगरमा हेर्दाखेरि हाम्रो यसमा देखाएको छ कङ्क H2SO4लाई माथिबाट एटेक गरिसकेपछि यसमा MnO2 H2SO4 र NaCl छ जसबाट चाहिँ जसले तलबाट हिट दियो भने यो चाहिँ डेलिभरी ट्युब हुँदै हाम्रो क्लोरिन ग्यास चाहिँ हाम्रो यसबाट निस्किन्छ। जुन चाहिँ डेलिभरी ट्युब हुँदै हाम्रो ग्यास जारमा जान्छ र फाइनली हामीले अपवार्ड डिस्प्लेसमेन्ट अफ एयरबाट चाहिँ हामीले क्लोरिन ग्यास अब्टेन गर्न सक्छौँ। अब यस्तै विथ एप्लिकेसन अफ हिट अथवा एप्लिकेसन अफ हिटबाट चाहिँ अर्को ब्रोमिन ग्यासको पनि हामीले ल्याब प्रिपरेसन हेर्नुपर्ने हुन्छ। अब ब्रोमिन ग्यासको ल्याब प्रिपरेसन हेर्दाखेरि यसमा चाहिँ यसको थ्योरी हुन्छ। यस्तै क्लोरिन जस्तै म्याङ्गनिज अक्साइडलाई हामीले कङ्क H2SO4सँग ततायौँ जसमा चाहिँ NaBr छ। उसमा चाहिँ NaCl दियो र यसमा चाहिँ NaBr छ जसको कारणले गर्दा ब्रोमिन ग्यास अब्टेन हुन्छ। अब यसमा हेर्ने हो भने म्याङ्गनिज अक्साइड प्लस कङ्क H2SO4 गऱ्यो भने हामीले म्याङ्गनिज सल्फेट प्लस H2O प्लस नेसन अक्सिजन गर्न सक्छौँ। अब H2O प्लस नेसन अक्सिजन गरिसकेपछि हामीले 2NaBr प्लस H2SO4 गरिसकेपछि हामीले 2NaBr ले फेरि H2SO4सँग रिएक्सन गर्दाखेरि Na2SO4 प्लस 2HBr हुन्छ। अब फेरि यो 2HBr ले फेरि हाम्रो यो रहेको नेसन अक्सिजनसँग रिएक्सन गर्यो भने H2O प्लस Br2 निस्किन्छ र ओभरअलमा हामीले नेसन अक्सिजन कट्छ र HBr कटिसकेपछि हाम्रो ओभरअल रिएक्सन आउँछ हाम्रो MnO2 प्लस 2NaBr प्लस 2H2SO4 गिभ्स MnSO4 प्लस Na2SO4 प्लस Br2 प्लस H2O हुन्छ। अब यसबाट हामीले निकाल्नुपर्ने Br2 हुन्छ जुन चाहिँ हाम्रो Br2 ग्यास चाहिँ यसबाट प्रोड्युस हुन्छ। जुन चाहिँ हाम्रो म्याङ्गनिज अक्साइडलाई हामीले कङ्क H2SO4मा ततायौँ जसमा चाहिँ NaBr को प्रेजेन्समा ततायो भने त्यो चाहिँ हाम्रो ब्रोमिन ग्यास अब्टेन हुन्छ। अब यो चाहिँ ब्रोमिनको रहेको थियो। अब यसमा फिगरमा हेर्न सक्छौँ हामीले। यसमा अब मिक्सचर अफ MnO2 H2SO4 र NaBr लाई हामीले राउन्ड बटममा राख्न सक्छौँ किप्ड इन राउन्ड बटम जुन चाहिँ एपरेटसमा देखाएको छ र यसमा चाहिँ लिक्विड ब्रोमिन इज कलेक्टेड इन द रिसिभर बाई कन्डेन्सेसन प्रोसेस इन अ फ्युम बोर्ड कप बोर्ड। अब यसलाई हामीले जब हामीले NaBr H2SO4 र MnO2 लाई हामीले ततायो भने तताइसकेपछि यसमा चाहिँ लिक्विड ब्रोमिन चाहिँ हाम्रो यसबाट निस्किन्छ र जुन चाहिँ हाम्रो लिक्विड ब्रोमिन हाम्रो एउटा
हामीले एउटा डिसमा हेर्न सक्छौँ। डिसमा हामी तल कोल्ड आइस कोल्ड वाटर छ र यसमा लिक्विड ब्रोमिन छ, जसबाट चाहिँ हामीले ब्रोमिन ग्यासहरू डिस्प्ले अब रिसिभरले हाम्रो लिक्विड ब्रोमिन रिसिभ गर्छ र कन्डेन्सेसन प्रोसेसबाट ब्रोमिन ग्यास अब्टेन हुन्छ, जुन चाहिँ हाम्रो ल्याबोरेटरी प्रिपरेसन अफ ब्रोमिनको कुरा रहेको थियो। अब यस्तै अर्को हेर्ने हो भने हामीले अर्को थर्डमा चाहिँ फर आयोडिनको लागि हामीले तताएर कसरी गर्न सक्छौँ, अथवा बाइ द एप्लिकेसन अफ हिटबाट आयोडिनको हामीले प्रिपरेसन कसरी गर्न सक्छौँ त। अब यसमा हेर्ने हो भने यसको थ्योरी छ। थ्योरीमा हेर्ने हो भने त म्याङ्गनिज अक्साइड इज हिटेड विथ कोङ्क H2SO4। जब म्याङ्गनिज अक्साइडलाई हामीले कोङ्क H2SO4सँग हिटेड गऱ्यौँ र जुन चाहिँ NaI सोडियम आयोडाइडको प्रेजेन्समा हिटेड गरियो भने यसमा चाहिँ आयोडिन ग्यास अब्टेन हुन्छ। अब यसमा हेर्ने हो भने रियाक्सनमा हेर्ने हो भने MnO2 प्लस H2SO4बाट चाहिँ हाम्रो कोङ्क H2SO4 रियाक्सन गर्यो भने MnSO4 प्लस H2O प्लस नेचुरल अक्सिजन हुन्छ। अब यदि हामीले NaI प्लस H2SO4 गरियो भने Na2SO4 प्लस HI निस्किन्छ, 2HI निस्किन्छ र 2HIले फेरि नेचुरल अक्सिजन रियाक्सन गर्यो भने H2O प्लस I2 निस्किन्छ र ओभरअल हाम्रो रियाक्सन चाहिँ MnO2 प्लस 2NaI प्लस 2H2SO4 गिभ्स MnSO4 प्लस Na2SO4 प्लस I2 प्लस 2H2O हुन्छ, जुन चाहिँ हाम्रो ल्याबोरेटरी प्रिपरेसन अफ आयोडिनको लागि रहेको थियो, जसमा चाहिँ आयोडिन ग्यास निस्किन्छ र आयोडिन ग्यास जुन चाहिँ म्याङ्गनिज अक्साइडलाई चाहिँ हामीले कोङ्क H2SO4मा ततायौँ, जुन चाहिँ NaI अथवा सोडियम आयोडाइडको प्रेजेन्समा तताइयो भने हामीले आयोडिन ग्यास अब्टेन गर्न सक्छौँ। फिगरमा देखाएको छ हाम्रो यसमा एप्लिकेसन अफ हिटले तताएर, जुनमा चाहिँ एउटा द म्याङ्गनिज अक्साइड इज हिटेड विथ कोङ्क H2SO4 इन द प्रेजेन्स अफ NaI। अब म्याङ्गनिज अक्साइडलाई हिटेड गरिएको छ कोङ्क H2SO4 प्रेजेन्स अफ NaI को प्रेजेन्समा र द भ्यापर्स अफ आयोडिन ग्यास लिबरेटेड अब भ्यापर्स अफ आयोडिन चाहिँ लिबरेटेड भएको छन् आर कन्डेन्स एज सब्लिमेट सोलिड इन द इनर वाल अफ द डिस। अब कोल्ड डिसको इनर वालमा चाहिँ हाम्रो क्रिस्टल सोलिड अथवा हाम्रो आयोडिन सोलिडको क्रिस्टलको रूपमा रहेका छन् र एन्ड स्टेज फर कलेक्सन। अब यसलाई कलेक्सन गर्नको लागि माथि आइस राखिएको छ र आइसबाट हामीले यसबाट क्लोरिन ग्यासलाई अब्टेन गर्न सक्छौँ, फिगरमा देखाए जस्तै गरी। अब यसमा सोडियम आयोडाइड र कोङ्क H2SO4 र म्याङ्गनिज अक्साइडको मिक्सरलाई यहाँ राखिएको छ। जब हामीले तलबाट ततायौँ र माथि यसको इभापोरेसन हुन्छ, इभापोरेसन भइसकेपछि आयोडिन क्रिस्टलहरू यसमा जम्मा हुन्छन् र माथि आइसमा राखिएको छ र आइसले चाहिँ यसलाई चिसोमा हुन्छन्, चिसोमा आइसकेपछि यसमा आयोडिन ग्यास अब्टेन हुन्छ। अब यो चाहिँ हाम्रो बाइ द एप्लिकेसन अफ हिट अथवा एप्लिकेसन अफ हिटबाट थियो भने अब हामीले विथआउट एप्लिकेसन अफ हिटको बारेमा कुरा गरौँ। विथआउट एप्लिकेसन अफ हिट चाहिँ अब तिनटैको लागि सेम हुन्छ, त्यसैले हामीले एउटाको गर्छौँ र अरू चाहिँ सेम हुन्छ लगभग। अब यसमा चाहिँ मैले कसरी गर्छौँ भनेर बुझाउने छु। फर क्लोरिनको लागि हेर्ने हो भने थ्योरी चाहिँ यसमा हुन्छ कोङ्क HClले हाम्रो क्रिस्टल अफ पोटासियम परम्याङ्गनेटसँग रियाक्सन गर्यो भने क्लोरिन ग्यास निस्किन्छ। कोङ्क HClले चाहिँ पोटासियम परम्याङ्गनेटको क्रिस्टलसँग रियाक्सन गर्दाखेरि हाम्रो क्लोरिन ग्यास निस्किन्छ, जुन चाहिँ विथआउट एप्लिकेसन अथवा हिट नलगाएर अथवा हिट नतताएर निस्कने क्लोरिन ग्यास हो। अब जसमा हेर्ने हो भने 2KMnO4 प्लस 6HCl भयो भने हाम्रो 2KCl प्लस 2MnCl2 प्लस 3H2 प्लस 5 नेचुरल अक्सिजन निस्किन्छ र यसबाट निस्केको जुन HCl हो यो HClले फेरि हाम्रो नेचुरल अक्सिजन रियाक्सन गर्छ र 2HCl प्लस नेचुरल अक्सिजन गरिसक्यो भने हाम्रो H2 प्लस Cl2 निस्किन्छ, जसलाई हामीले ब्यालेन्स गर्नको जसलाई हामीले यसलाई काट्नको लागि हाम्रो नेचुरल अक्सिजनलाई काट्नको लागि हामीले 5 ले मल्टिप्लाई गर्नुपर्ने हुन्छ। त्यसैले 2KMnO4 प्लस 16HCl गिभ्स 2KCl प्लस MnCl2 प्लस H2O प्लस 5Cl2 हुन्छ, त्यसमा चाहिँ क्लोरिन ग्यास निस्किन्छ, जुन चाहिँ क्रिस्टल अफ पोटासियम परम्याङ्गनेटलाई हामीले कोङ्क HClसँग ततायो भने हाम्रो क्लोरिन ग्यास अब्टेन हुन्छ। फिगरमा हेर्न सक्छौँ हामीले कोङ्क HCl माथिबाट राखिएको छ, यसलाई एडेड गरियो भने र यसमा चाहिँ क्रिस्टल अफ KMnO4 छ, जसलाई चाहिँ हामीले ततायो नतताएर त्यस्तै अब हामीले त्यसै राखियो भने अब यसमा रियाक्सन भयो भने हाम्रो क्लोरिन ग्यास चाहिँ यस डेलिभरेटिभबाट भएर हाम्रो ग्यास जारमा जान्छ र फाइनली हामीले क्लोरिन ग्यासलाई चाहिँ अब्टेन गर्न सक्छौँ। प्रोसिडरमा हेर्ने हो भने द कोङ्क HCl इज एडेड ड्रप वाइज अन द क्रिस्टल अफ KMnO4 राख्न सक्छौँ र क्लोरिन ग्यास प्रोड्युस हुन्छ र कलेक्टिङ ग्यास जार बाई अपार डिस्प्लेसमेन्ट एयरको चाहिँ माथिल्लो विस्तारण विधिबाट हामीले निकाल्न सक्छौँ। अब यस्तै हामीले ब्रोमिनको लागि गर्न सक्छौँ। ब्रोमिनको लागि हामीले HClको ठाउँमा HBr राख्न सक्छौँ र सबै प्रोसिडरै हुन्छ र यसपछि हामीले आयोडिनको लागि पनि हुन्छ। आयोडिनको लागि पनि हामीले HI राख्न सक्छौँ, यसको ठाउँमा HClको ठाउँमा HI राखेर रियाक्सन गर्दाखेरि सबै हाम्रो HI चाहिँ हाम्रो विथआउट एप्लिकेसनबाट निकाल्न सकिन्छ, एप्लिकेसन अफ हिटबाट निकाल्न सकिन्छ। यो चाहिँ हाम्रो ल्याबोरेटरी प्रिपरेसन अफ क्लोरिन ब्रोमिन एन्ड आयोडिन जुन चाहिँ हेलोजनको ल्याबोरेटरी प्रिपरेसन रहेको थियो। अब यसपछि हामीले पढ्नेछौँ हाम्रो केमिकल प्रोपर्टिज अफ हेलोजन। अब केमिकल प्रोपर्टिज अफ हेलोजनको कुरा गर्नेछौँ र केमिकल प्रोपर्टिजमा कुरा गर्दाखेरि हेलोजनको केमिकल प्रोपर्टिजमा हेर्दाखेरि हामीले पहिलो चाहिँ हाम्रो वाटरसँग रियाक्सन हुन्छ हेर्छौँ, हाम्रो एक्सन विथ वाटर। अब वाटरसँग रियाक्सन हेर्दाखेरि यसको रियाक्टिभिटी अर्डर थाहा पाउनुपर्ने हुन्छ। अब हेलोजनको रियाक्टिभिटी अर्डर हेर्ने हो भने सबभन्दा बढी रियाक्टिभ भनेको चाहिँ हाम्रो फ्लोरिन हुन्छ। फ्लोरिन सबभन्दा बढी रियाक्टिभ हुन्छ भने आयोडिन चाहिँ सबभन्दा कम रियाक्टिभ हुन्छ, त्यसैले यसले कुनै पनि रियाक्सनमा कहिलेकाहीँ मात्रै रियाक्सनमा भाग लिन्छ।
तर प्राय धेरै रियाक्सन गर्ने भनेको चाहिँ फ्लोरिनले हो अनि क्लोरिन ब्रोमिनले गर्छ। अब यस्तै हामीले फ्लोरिनले हामीले वाटरसँग रियाक्सन गर्दाखेरि हाम्रो अक्सिजन र ओजन ग्यास निस्किन्छ। जस्तै हामीले वाटर र फ्लोरिनको रियाक्सन गऱ्यौँ भने अनि हाइड्रोजन फ्लोराइड प्लस O2 निस्किन्छ जुन चाहिँ अक्सिजन ग्यास हो। र 2 यसलाई ब्यालेन्स गर्नको लागि हामीले वाटरको अगाडि 2 र फ्लोरिनको अगाडि 2 राख्नुपर्ने हुन्छ र हाइड्रोजन फ्लोराइडको अगाडि 4 राख्नुपर्ने हुन्छ। अब यस्तै हामीले वाटरसँग फ्लोरिनको रियाक्सन गऱ्यौँ भने वाटरको अगाडि 3 राख्नुपर्ने हुन्छ र फ्लोरिनको अगाडि 3 राख्नुपर्ने हुन्छ। अब यो रियाक्सन भयो भने हाम्रो 6HF + O3 निस्किन्छ जुन चाहिँ ओजन हो। यो चाहिँ हाम्रो फ्लोरिनको रियाक्सन रहेको थियो वाटरसँग। अब यस्तै हामीले क्लोरिन र ब्रोमिन यो चाहिँ एकदमै इम्पोर्टेन्ट रियाक्सन हो। क्लोरिन र ब्रोमिनसँग रियाक्सन गऱ्यो भने चाहिँ के दिन्छ त? अब क्लोरिन र ब्रोमिनसँग रियाक्सन गऱ्यो भने चाहिँ हाम्रो येलो एसिड दिन्छ र हाइपो येलो एसिड पनि दिन सक्छ। अब यसले येलो एसिड र हाइपो येलो एसिड दिन्छ, त्यसैले वाटरलाई चाहिँ हामीले H र OH गरेर लेख्न सकिन्छ। अब H र OH गरेर लेख्न सकिन्छ प्लस अब हामीले Cl2 गर्न सक्छौँ। अब H र OH Cl2 गर्दाखेरि अब HCl + HOCl हुन्छ जुन चाहिँ हाइपोक्लोरस एसिड हुन्छ, जुन चाहिँ अलि अनस्टेबल हुन्छ। अनस्टेबल भएको कारणले गर्दा यो चाहिँ छिट्टै गएर टुक्रिदिन्छ, त्यसैले यो HOCl टुक्रिएर फेरि HCl + O2 भन्छ जुन चाहिँ हाम्रो हाइड्रोजन क्लोराइड रहेको थियो। अब यसलाई ब्यालेन्स गर्नको लागि हामीले HCl को अगाडि 2 र HOCl को अगाडि 2 राख्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो क्लोरिनले गर्ने रियाक्सन। अब यस्तै हामीले सिमिलरली ब्रोमिनको कुरा केसमा हेर्ने हो भने ब्रोमिनमा पनि अब H र OH राखेर अनि त्यसपछि ब्रोमिनसँग रियाक्सन गऱ्यो भने HBr + HOBr निस्किन्छ जुन चाहिँ अनस्टेबल हुन्छ र जसलाई चाहिँ हाइपोब्रोमोस एसिड भनेर चिनिन्छ। अब हाइपोब्रोमोस एसिड चाहिँ हाम्रो डिसोसिएट अथवा टुक्रिएर पछि हाम्रो हाइड्रोजन ब्रोमाइड प्लस अक्सिजन हुन्छ जुन चाहिँ हाम्रो यसको रियाक्सन गर्नको लागि अथवा यसलाई ब्यालेन्स गर्नको लागि हामीले हाइड्रोजन ब्रोमाइडको अगाडि 2 राख्न सक्छौँ र HOBr को अगाडि पनि 2 राख्न सक्छौँ। यो चाहिँ हाम्रो एक्सन विथ वाटरसँगको रियाक्सन थियो। अब यस्तै हामीले अब यसले अल्काली म्याटरसँग रियाक्सन गर्दाखेरि के हुन्छ त? अब अल्काली म्याटरसँग हेलोजनको रियाक्सन हेरौँ, यो पनि एकदमै इम्पोर्टेन्ट रियाक्सन हो। अब यसमा चाहिँ फ्लोरिनले अल्काली म्याटरसँग रियाक्सन गर्दाखेरि जुन चाहिँ डिल अल्काली अथवा डाइल्युट अल्काली र कोल्ड कन्डिसनमा चाहिँ हामीले हाम्रो के दिन्छ भन्दाखेरि अक्सिजन डाइफ्लोराइड दिन्छ। अब फ्लोरिनले चाहिँ हाम्रो कोल्ड अथवा डिल कन्डिसनमा हेर्दाखेरि फ्लोरिन प्लस NaOH अथवा यो चाहिँ हाम्रो अल्काली मेटलको बेस हो, त्यही भएर NaOH ले चाहिँ NaF + H2O + OF2 दिन्छ जुन चाहिँ OF2 भनेको डाइफ्लोराइड हो। अब यसलाई ब्यालेन्स गर्नको लागि हामीले यो 2 Na2 भएको कारणले गर्दा अब यसको अगाडि 2 राख्नुपर्ने हुन्छ NaOH बाट अगाडि। अब हामीले यसको अगाडि 2 राख्नुपर्ने हुन्छ र फ्लोरिनको अगाडि पनि 2 राख्नुपर्ने हुन्छ। अब यस्तै हामीले फ्लोरिनले हट कन्डिसनमा कस्तो दिन्छ? अब हट कन्डिसन र कोङ ग्यास अल्कालीसँग के दिन्छ भन्दाखेरि अक्सिजन ग्यास दिन्छ। अब हट कन्डिसनमा हेर्दाखेरि अक्सिजन ग्यास दिन्छ। अब जसमा चाहिँ फ्लोरिनले NaOH सँग रियाक्सन गर्यो र NaF बन्यो र H2O बन्यो र O2 बन्यो जुन चाहिँ अक्सिजन ग्यास मात्रै दिन्छ। अब यसमा यसलाई ब्यालेन्स गर्नको लागि हामीले Na को अगाडि 4 राख्नु पर्यो र H2O को अगाडि 2 राख्नुपर्ने हुन्छ र यता अगाडि पनि हामीले Na को अगाडि 4 र F2 को अगाडि हामीले 4 राख्नुपर्ने हुन्छ जुन चाहिँ हाम्रो हट र कोङ अल्कालीसँगको रियाक्सन थियो फ्लोरिनले दिए। अब यस्तै हामीले क्लोरिन र ब्रोमिनले दिने हेरौँ। क्लोरिन र ब्रोमिनले दिने रियाक्सनमा है हाम्रो कोल्ड र डिल अल्कालीसँग पहिला चाहिँ हाम्रो हाइपो हेलाइड दिन्छ। त्यस्तै हामीले हटसँग गऱ्यो भने अथवा कोङसँग गऱ्यो भने चाहिँ हाम्रो हेलाइड दिन्छ। त्यसैले क्लोरिनले NaOH सँग रियाक्सन गर्यो जुन चाहिँ NaCl + H2O + NaOCl बन्यो जुन चाहिँ सोडियम हाइपोक्लोराइड बन्यो। अब यसलाई ब्यालेन्स गर्नको लागि हामीले NaOH को ठाउँमा अगाडि 2 राख्न सक्छौँ, जसबाट चाहिँ हामीले यसले कोल्ड अथवा डिल कन्डिसनमा चाहिँ हाम्रो डाइल्युट कन्डिसनमा चाहिँ हाम्रो सोडियम हाइपोक्लोराइड दियो अथवा हाम्रो हाइपोहेलाइड दियो। अब यस्तै हामीले यदि हट र कम कन्डिसनमा राख्यौँ भने अब क्लोरिनले चाहिँ NaOH सँग रियाक्सन गर्दाखेरि 5NaCl + 3H2O + NaClO3 जुन चाहिँ सोडियम क्लोरेट हो, सोडियम क्लोरेट दिन्छ। यसमा चाहिँ अब यसमा यसलाई ब्यालेन्स गर्नको लागि क्लोरिनको अगाडि 3 राख्नुपर्ने हुन्छ र NaOH को अगाडि 6 राख्नुपर्ने हुन्छ र NaCl को अगाडि 5 र H2O को अगाडि 3 राख्नुपर्ने हुन्छ जुन चाहिँ हाम्रो क्लोरिनले दिने रियाक्सन थियो। सिमिलरली ब्रोमिनको कुरा गर्ने हो भने ब्रोमिनको केसमा हेर्ने हो भने अल्काली म्याटरसँग रियाक्सन गर्दाखेरि त्यस्तै क्लोरिनको जस्तै यसले पनि पहिला चाहिँ हाम्रो हाइपोब्रोमाइड दिन्छ, जसमा चाहिँ हेर्ने हो भने ब्रोमिनले चाहिँ पहिला सोडियम हाइड्रोक्साइडसँग रियाक्सन गर्दा जुन चाहिँ कोल्ड र डिल कन्डिसनमा हुन्छ त्यसले NaBr + H2O + NaOBr निस्किन्छ, जसमा चाहिँ यसलाई ब्यालेन्स गर्नको लागि यसलाई 2 राख्नुपर्ने हुन्छ र NaOBr भनेकै हाम्रो सोडियम हाइपोब्रोमाइड हो। अब यस्तै ब्रोमिनले चाहिँ हाम्रो NaOH सँग रियाक्सन गर्दाखेरि जुन चाहिँ कम र हट कन्डिसनमा रियाक्सन गर्दाखेरि NaBr + H2O + NaBrO3 निस्किन्छ जुन चाहिँ सोडियम ब्रोमेट हो। अब यसलाई ब्यालेन्स गर्नको लागि हामीले NaBr को अगाडि 5 र H2O को अगाडि 5 राख्नुपर्ने हुन्छ प्रोडक्टतिर। त्यस्तै रियाक्टेन्टतिर हामीले Br2 को अगाडि 3 र NaOH को अगाडि 6 राख्नुपर्ने हुन्छ जुन चाहिँ हाम्रो अल्काली म्याटरसँगको रियाक्सन थियो, जुन हेलोजनको अल्काली म्याटरसँगको रियाक्सन चाहिँ यस्तो हुन्छ। अब यसपछि हामीले एक्सन विथ एमोनिया, यो चाहिँ हाम्रो मैले एमोनिया च्याप्टरमा पनि भनेको थिएँ।
एमोनिया च्याप्टरमा पनि यसको बारेमा डिस्कस गरेको थिएँ। र अब हामीले हेरौँ when excess amount of ammonia react with halogen the ammonium chloride and nitrogen is obtained। अब यसमा चाहिँ एक्सेस एमाउन्ट अफ एमोनिया पठायो भने चाहिँ एमोनियम क्लोराइड र नाइट्रोजन ग्यास अब्टेन हुन्छ। हेलोजनसँग एक्सेस एमाउन्ट अफ एमोनिया पठायो भने जस्तै एमोनियाले हेलोजनसँग रिएक्सन गर्यो HCl र N2 निस्क्यो र जुन चाहिँ एमोनियाले फेरि HClसँग रिएक्सन गर्दाखेरि NH4Cl निस्क्यो। अब यसलाई ब्यालेन्स गर्नको लागि हामीले एमोनियाको अगाडि 2 र क्लोरिनको अगाडि 3 राख्न सक्छौँ र HClको अगाडि 6 राख्न सक्छौँ। अब यसलाई HClलाई काट्नको लागि हामीले 6 ले मल्टिप्लाई गर्नुपर्ने हुन्छ। त्यसैले 6 ले मल्टिप्लाई गर्दाखेरि ओभरअल हाम्रो रिएक्सन हुन्छ 8NH3 + 3Cl2 gives 6NH4Cl + N2 जुन चाहिँ NH4Cl भनेको एमोनियम क्लोराइड प्लस नाइट्रोजन निस्किन्छ जुन नाइट्रोजन ग्यास हो। अब यस्तै हामीले यसमा चाहिँ एक्सेस एमोनिया भएर थियो भने अब अर्को चाहिँ एक्सेस एमाउन्ट अफ हेलोजन भएर के हुन्छ त होइन एक्सेस एमाउन्ट अफ हेलोजनले एमोनियासँग रिएक्सन गर्यो भने चाहिँ हाम्रो नाइट्रोजन ट्राइक्लोराइड भनेर दिन्छ नाइट्रोजन ट्राइक्लोराइड। अब जसमा हेर्ने हो भने NH3 ले Cl2सँग रिएक्सन गर्यो NH4Cl र N2 निस्क्यो। अब NH3 ले Cl2सँग रिएक्सन गर्दाखेरि NH4Cl र N2 निस्क्यो र फेरि यो निस्केको N2 ले चाहिँ फेरि Cl2सँग रिएक्सन गर्छ र NCl3 बनाइदिन्छ र यसलाई चाहिँ हामीले ब्यालेन्स गर्दाखेरि Cl2 को अगाडि 3 राख्न सक्छौँ र NCl3 को अगाडि 2 राख्न सक्छौँ र माथि पनि हाम्रो NH4Cl को अगाडि 6 र Cl2 को अगाडि 3 अनि NH3 को अगाडि 8 राख्न सक्छौँ। अब यो यसबाट हाम्रो ओभरअल रिएक्सन हुन्छ हाम्रो 8NH3 + 6Cl2 gives 6NH4Cl + 2NCl3 जसमा चाहिँ 2NCl3 भनेको चाहिँ नाइट्रोजन ट्राइक्लोराइड निस्क्यो जुन चाहिँ एमोनियाले क्लोरिनसँग रिएक्सन गर्यो अथवा एक्सेस एमाउन्ट अफ क्लोरिनसँग रिएक्सन गर्यो त्यसैले यसमा चाहिँ नाइट्रोजन ट्राइक्लोराइड निस्क्यो। अब यस्तै हामीले अब हाइड्रोजनसँगको रिएक्सन हेरौँ। अब हाइड्रोजनले क्लोरिनसँग रिएक्सन गर्दाखेरि के हुन्छ अब हेलोजन क्यान रिएक्ट विथ हाइड्रोजन अन्डर डिफ्रेन्ट कन्डिसन टु गिभ अ करस्पोन्डिङ हाइड्रोजन हेलाइड। अब हामीले हाइड्रोजनले चाहिँ डिफ्रेन्ट कन्डिसनमा चाहिँ हेलोजनसँग रिएक्सन गर्दाखेरि हाइड्रोजन हेलाइड दिन्छ जसमा चाहिँ हेऱ्यौँ भने हामीले हाइड्रोजनले क्लोरिनसँग रिएक्सन गर्दाखेरि सनलाइटको प्रेजेन्समा 2HCl अथवा हाइड्रोजन क्लोराइड दिन्छ जुन यसलाई ब्यालेन्स गर्नको लागि यसमा 2 राखेको हो। अब यो चाहिँ एक्सन विथ हाइड्रोजन रहेको थियो। अब यस्तै ब्रोमिनसँग रिएक्सन गर्दाखेरि फेरि हाइड्रोजनले ब्रोमिनसँग रिएक्सन गर्दाखेरि 400 डिग्री सेन्टिग्रेडको टेम्परेचरमा रिएक्सन गर्दाखेरि HBr निस्किन्छ जसलाई ब्यालेन्स गर्नको लागि हामीले 2 राख्नुपर्ने हुन्छ अगाडि HBr को अगाडि र यस्तै हाम्रो H2 को अगाडि H2 + I2 गऱ्यो भने हाम्रो जुन चाहिँ प्लेटिनियमको प्रेजेन्समा 400 डिग्री सेन्टिग्रेडमा ततायो भने जुन चाहिँ हाइड्रोजन आयोडाइड भन्छ जसको अगाडि हामीले 2 राख्न सक्छौँ ब्यालेन्स गर्नको लागि र यसरी हामीले हेलो एसिडहरू बनाउन सक्छौँ जुन चाहिँ हाइड्रोजनले हेलोजनसँग रिएक्सन गर्दाखेरि हेलो एसिडहरू भन्छन्। र यस्तै अर्को हेर्ने हो भने हाइड्रोजन हेलाइड भने पनि हुन्छ अथवा हेलो एसिड भने पनि हुन्छ। र यसपछि हामीले अक्सिडाइजिङ प्रोपर्टीको कुरा गरौँ। अब हेलोजनको अक्सिडाइजिङ प्रोपर्टीको कुरा गर्दाखेरि अक्सिडाइजिङ प्रोपर्टीमा हेर्ने हो भने हेलोजन चाहिँ एकदमै हेलोजन साल चाहिँ हाम्रो स्ट्रङ अक्सिडाइजिङ एजेन्ट हो। यसमा पनि हाम्रो फ्लोरिन चाहिँ एकदमै मोस्ट पावरफुल अक्सिडाइजिङ एजेन्ट फ्लोरिनले चाहिँ एकदमै मोस्ट पावरफुल अक्सिडाइजिङ एजेन्ट हो हेलोजनमा। र हाम्रो हेर्ने हो भने अक्सिडाइजिङ प्रोपर्टीमा ए नम्बरमा रहेको छ हाम्रो विथ H2S हाइड्रोजन सल्फाइडसँगको अक्सिडाइजिङ प्रोपर्टी। अब हाइड्रोजन सल्फाइडमा चाहिँ सल्फरलाई -2 बाट 0 मा पुर्याइदिन्छ जुन चाहिँ रिडक्सन हो -2 बाट 0 मा पुर्याउँछ त्यसैले यसमा अक्सिडाइजिङ प्रोपर्टीको रूपमा काम गर्छ। र यस्तै अब यसमा हेरौँ क्लोरिनबाट 0 बाट -1 मा जान्छ 0 बाट +1 मा। अब यसमा चाहिँ क्लोरिनको हाम्रो माइनस भएको कारणले गर्दा यसमा गएर प्लस हुन्छ प्लस -1 हुन्छ। अब यसमा हेर्ने हो भने H2S ले क्लोरिनसँग रिएक्सन गर्छ र 2HCl + S हुन्छ जसले अक्सिडाइज हुन्छ H2S चाहिँ सल्फरमा अक्सिडाइज भइदिन्छ। र यस्तै हामीले अर्को हेर्ने हो भने SO2 सँग रिएक्सन गर्दाखेरि अब H2O ले Cl2 सँग रिएक्सन गर्यो HCl र HOCl बन्यो र HOCl ले फेरि डिसोसिएट गरेर HCl + नेचुरल अक्सिजन बन्छ र यो नेचुरल अक्सिजनले H2O को प्रेजेन्समा SO2 सँग रिएक्सन गर्दाखेरि हाम्रो H2SO4 ग्यास बन्यो र फाइनली हाम्रो ओभरअल रिएक्सनमा हेर्दाखेरि SO2 + Cl2 + 2H2O gives H2SO4 + 2HCl निस्किन्छ र यसबाट चाहिँ हामीले SO2 बाट हामीले अक्सिडाइज भएर H2SO4 बनिन्छ SO2 बाट अक्सिडाइज भएर H2SO4 बन्छ जुन चाहिँ हाम्रो अक्सिडाइजिङ प्रोपर्टी रहेको थियो। अब यस्तै हामीले अर्को रहेको छ एसिडिफाइड सोलुसन अफ फेरस सल्फेटको एसिडिफाइड सोलुसन गर्दाखेरि हाम्रो के हुन्छ त अब H2O ले फेरि Cl2 सँग रिएक्सन गर्यो HCl + HOCl बनायो र HOCl फेरि डिसोसिएट भएर HCl + नेचुरल अक्सिजन बन्छ र फेरिक सल्फेटले H2SO4 को प्रेजेन्समा नेचुरल अक्सिजनसँग रिएक्सन गर्दाखेरि हाम्रो फेरस सल्फेटले चाहिँ हाम्रो फेरिक सल्फेट पाउँछ र वाटर निस्किन्छ र जुन चाहिँ हाम्रो ओभरअल रिएक्सनमा हेर्दाखेरि जसमा चाहिँ फेरस सल्फेटको अगाडि हामीले 2 राख्नुपर्ने हुन्छ ब्यालेन्स गर्नको लागि र ओभरअल रिएक्सन हेर्दाखेरि 2FeSO4 + H2SO4 + H2O + Cl2 गर्दाखेरि हामीले Fe2SO4 होल ट्राइस + 2HCl + H2O निस्किन्छ जसमा चाहिँ हाम्रो फेरस सल्फेटबाट यो चाहिँ फेरिक सल्फेटमा जान्छ त्यसैले यसलाई अक्सिडाइज गर्छ अथवा फेरिक सल्फेट
सोल्युसनलाई चाहिँ यसले अक्सिडाइज गरेर फेरिक सल्फेट सोल्युसनमा लगिदिन्छ। यो चाहिँ हाम्रो अक्सिडाइजिङ प्रोपर्टी रहेको थियो S2S को। S2S भन्दा पनि हाम्रो हेलोजनको अक्सिडाइजिङ प्रोपर्टी। अब यस्तै अर्को चाहिँ हाम्रो अनस्याचुरेटेड अर्गानिक कम्पाउन्डसँग रिएक्सन गर्दाखेरि के हुन्छ त? यदि यसले अनस्याचुरेटेड अर्गानिक कम्पाउन्डसँग रिएक्सन गर्यो भने चाहिँ एडिसन रिएक्सन गर्छ। यसले हेलोजनले एडिसन रिएक्सन गर्छ। त्यसैले CH2 डबल बन्ड CH2 प्लस ClCl गर्दाखेरि हाम्रो इथिनबाट हाम्रो यसले यहाँ हाम्रो यो यहाँ गएर बस्छ र यो यहाँ गएर बस्दाखेरि हाम्रो CH2Cl प्लस CH2Cl बनिन्छ, जुन चाहिँ 1,2 क्लोरोइथेन बन्छ, 1,2 डाइक्लोरोइथेन बन्छ, जुन चाहिँ हाम्रो अनस्याचुरेटेडबाट स्याचुरेटेड कम्पाउन्डमा बनाइदिन्छ, जसले हेलोजनले रिएक्सन गर्यो भने हाम्रो अनस्याचुरेटेड कम्पाउन्डसँग, अनस्याचुरेटेड अर्गानिक कम्पाउन्डसँग। अब यस्तै हामीले अर्को रिएक्सन रहेको छ हाम्रो सिलेक्ट लाइनसम्मको रिएक्सन हेरौँ। अब सिलेक्ट लाइनसँग रिएक्सन गर्यो भने चाहिँ हाम्रो क्लोरिनले चाहिँ सिलेक्ट लाइनसँग रिएक्सन गर्यो भने चाहिँ हाम्रो ब्लिचिङ पाउडर अथवा क्याल्सियम हाइपोक्लोराइड निस्किन्छ र जसमा चाहिँ वाटर पनि निस्किन्छ पछाडि। यसमा हेर्ने हो भने CaOH2 प्लस Cl2 गर्यो भने हाम्रो CaOCl2 प्लस H2O निस्किन्छ, जुन चाहिँ ब्लिचिङ पाउडर हो CaOCl2 भनेको चाहिँ, जसलाई चाहिँ क्याल्सियम हाइपोक्लोराइड भनेर चिन्न सकिन्छ। अब एउटा एकदमै इम्पोर्टेन्ट भनेको चाहिँ हाम्रो हेलोजनको चाहिँ एकदमै इम्पोर्टेन्ट यो टपिक्समा चाहिँ एकदमै इम्पोर्टेन्ट भनेको ब्लिचिङ प्रोपर्टी। अब ब्लिचिङ प्रोपर्टी चाहिँ एकदमै VVI इम्पोर्टेन्ट हो यसको इक्जामको लागि चाहिँ। अब ब्लिचिङ प्रोपर्टी भनेको के हो पहिला बुझ्नु पऱ्यो हामीले। अब ब्लिचिङ प्रोपर्टी भनेको चाहिँ कलरिङ म्याटरबाट कलरलेस म्याटरमा कन्भर्सन अफ कलरिङ म्याटरलाई कलरिङ म्याटरमा कन्भर्ट गर्ने प्रोसेसलाई चाहिँ हामीले ब्लिचिङ प्रोपर्टी भन्न सक्छौँ। अब यसमा चाहिँ फ्लोरिन चाहिँ एकदमै स्ट्रङ ब्लिचिङ एजेन्ट हो, स्ट्रङ ब्लिचिङ प्रोपर्टी देखाउँछ, जसले चाहिँ हाम्रो अर्गानिक म्याटरलाई डिस्ट्रोय गर्न सक्छ। त्यसैले फ्लोरिनको ब्लिचिङ प्रोपर्टी चाहिँ हाम्रो ब्लिचिङ प्रोपर्टीको लागि फ्लोरिन ग्यास हाम्रो युज हुन्न। र यस्तै हामीले आयोडिनको रूपमा हेर्ने हो भने यो चाहिँ एकदमै लेस रिएक्टिभ हुन्छ, त्यसैले यो पनि ब्लिचिङ प्रोपर्टीको रूपमा इट हेज नो ब्लिचिङ प्रोपर्टी, यसले कुनै पनि ब्लिचिङ प्रोपर्टीहरू देखाउँदैन। र हाम्रो ब्लिचिङ प्रोपर्टी देखाउने भनेको चाहिँ हाम्रो क्लोरिन र ब्रोमिनले हो। अब क्लोरिन र ब्रोमिनमा हेर्दाखेरि त क्लोरिन एन्ड ब्रोमिन सो द मिल्ड ब्लिचिङ प्रोपर्टी, यसले चाहिँ मिल्ड प्रकारको ब्लिचिङ प्रोपर्टी देखाउँछ। र ब्लिचिङ एक्सन इज पर्मानेन्ट, यसको ब्लिचिङ एक्सन चाहिँ हाम्रो पर्मानेन्ट हुन्छ। जस्तै हेर्ने हो भने हामीले क्लोरिनले वाटरसँग रिएक्सन गर्यो भने चाहिँ हाइड्रोजन क्लोराइड प्लस HOCl जुन चाहिँ हाइपोक्लोरस हुन्छ। अनि त्यसपछि यो चाहिँ डिसोसिएट भयो भने चाहिँ हाम्रो HCl र नेसेन्ट अक्सिजन बनिन्छ। र जुन नेसेन्ट अक्सिजनले चाहिँ हाम्रो कलरिङ म्याटरसँग रिएक्सन गर्यो भने हाम्रो कलरलेस म्याटर बनाइदिन्छ, जुन चाहिँ हेलोजन सो द ब्लिचिङ प्रोपर्टी बाई द अक्सिडेसन म्याटर, जुन चाहिँ अक्सिडेसन म्याटरबाट ब्लिचिङ प्रोपर्टी देखाउँछ हेलोजनले। यो चाहिँ क्लोरिनको रहेको थियो। यस्तै हामीले ब्रोमिनको पनि गर्न सक्छौँ, जुन चाहिँ ब्लिचिङ प्रोपर्टी अफ क्लोरिन र ब्रोमिन रहेको थियो। अब यस्तै यसको लास्ट एउटा रिएक्सन रहेको छ, यो पनि अलिक इम्पोर्टेन्टै छ, विथ सोडियम थियोसल्फेटसँग रिएक्सन गर्दाखेरि के हुन्छ त? सोडियम थियोसल्फेट भनेको चाहिँ Na2H2O3 हो, जसले चाहिँ आयोडिनसँग रिएक्सन गर्दाखेरि सोडियम आयोडाइड प्लस Na2H4O6 बनाउँछ, जुन चाहिँ सोडियम टेट्राथियोनेट भन्छ। Na2H4O6 भनेको चाहिँ सोडियम टेट्राथियोनेट हो, जसलाई ब्यालेन्स गर्नको लागि हामीले सोडियम थियोसल्फेटको अगाडि 2 राख्नुपर्ने हुन्छ र सोडियम आयोडाइडको अगाडि पनि हामीले 2 राख्नुपर्ने हुन्छ, जुन चाहिँ ब्यालेन्स केमिकल इक्वेसन हुन्छ। अब यो चाहिँ हाम्रो पार्ट 1 रहेको थियो हेलोजनको, जुनमा चाहिँ हामीले हेलोजनको बारेमा डिस्कसन गऱ्यौँ, क्लोरिन, फ्लोरिन, ब्रोमिन अनि आयोडिनको बारेमा। अब यसमा नेक्स्ट पार्टमा रहेको छ हाम्रो येलो एसिडको बारेमा डिस्कस गर्नेछौँ। अब हेलोजनको अर्को पार्ट भनेको चाहिँ हाम्रो येलो एसिड हो। अब येलो एसिडको बारेमा डिस्कस गर्दाखेरि अब यसमा चाहिँ येलो एसिडहरू हाम्रो हेलोजनको एसिडलाई चाहिँ हामीले येलो एसिड भनेर चिन्न सकिन्छ, जसमा चाहिँ हाइड्रोजन फ्लोराइड, हाइड्रोजन क्लोराइड अनि हाइड्रोजन ब्रोमाइड, हाइड्रोजन आयोडाइड चाहिँ हाम्रो येलो एसिड हुन्। अब यसमा चाहिँ रिएक्टिभिटी अर्डर चाहिँ येलो एसिडको ठ्याक्कै हेलोजनको ठ्याक्कै उल्टो हुन्छ, त्यसैले सबभन्दा लेस रिएक्टिभ चाहिँ यसमा हाइड्रोजन फ्लोराइड हुन्छ भने सबभन्दा मोर रिएक्टिभ चाहिँ हाम्रो हाइड्रोजन आयोडाइड हुन्छ र त्यसपछि हाइड्रोजन ब्रोमाइड, त्यसपछि हाइड्रोजन क्लोराइड हुन्छ। यो चाहिँ हाम्रो रिएक्टिभिटी अर्डर रहेको थियो। अब यसमा पनि हामीले अगाडि जस्तै हाम्रो क्लोरिनको प्रिपरेसन गरे जस्तै यसमा पनि हाम्रो ल्याबोरेटरी प्रिपरेसन अब HCl पनि हुन्छ र HBr पनि हुन्छ र HI पनि हुन्छ। अब यसमा चाहिँ एप्लिकेसन र विथआउट एप्लिकेसन भन्ने हुँदैन, त्यही भएर यसमा चाहिँ डाइरेक्ट प्रिपरेसन हुन्छ। अब ल्याबोरेटरी प्रिपरेसन अब HCl को लागि हेर्ने हो भने अब HCl लाई हामीले कसरी प्रिपेयर गर्न सक्छौँ भन्दाखेरि द HCl एसिड इज प्रिपेयर्ड बाई हिटिङ NaCl विथ कङ्क H2SO4। अब NaCl लाई हामीले कङ्क H2SO4 सँग ततायौँ भने हाम्रो HCl निस्किन्छ, जसमा हेर्ने हो भने NaCl लाई H2SO4 सँग तताइयो जुन चाहिँ कङ्क छ। अब NaCl लाई हामीले कङ्क H2SO4 सँग तताइयो जुन चाहिँ कङ्क छ भने अब हामीले Na2SO4 प्लस 2HCl निस्किन्छ, जसमा चाहिँ ब्यालेन्स गर्नको लागि NaCl को अगाडि 2 राख्नुपर्ने हुन्छ। अब यसमा चाहिँ हाम्रो HCl निस्क्यो, जुन चाहिँ हाम्रो कङ्क H2SO4 लाई हामीले NaCl सँग तताएर निस्क्यो। अब यसमा हेर्ने हो भने फिगरमा देखाएको छ
यसमा हामीले एउटा राउन्ड बटम फ्ल्याक्स देखाएको छ जसमा चाहिँ NaCl र H2SO4 राखिएको छ। अब माथिबाट हामीले H2SO4 लाई एडेड गर्यो भने तलबाट हामीले हिट दियो भने चाहिँ हाम्रो यसबाट हाम्रो कुन ग्यास निस्किन्छ भन्दाखेरि हाइड्रोजन क्लोराइड अथवा HCl ग्यास निस्किन्छ जुन चाहिँ डेलिभरी ट्युब हुँदै हाम्रो ग्यास जारमा जान्छ। यसरी चाहिँ हाम्रो HCl को प्रिपरेसन हुन्छ भने अब यसमा ल्याबोरेटरी प्रिपरेसन अफ हाम्रो HCl एसिड कसरी ल्याबोरेटरी प्रिपरेसन गर्न सक्छौँ। HCl एसिडलाई प्रिपरेसन गर्नको लागि हामीले HCl ग्यास छ जुन ग्यासलाई चाहिँ हामीले वाटरमा इमर्ज गर्न सक्छौँ। एन्टी सक्सन फनेललाई चाहिँ हामीले वाटरमा इमर्ज गरेर जसमा चाहिँ HCl ग्यास एड गरियो भने हाम्रो त्यो चाहिँ HCl एसिडमा चाहिँ ल्याबोरेटरी प्रिपरेसन हुन्छ अथवा HCl एसिड प्रिपरेसन हुन्छ। अब यसको प्रोसिडरमा हेर्ने हो भने अ क्रिस्टल अफ NaCl इज किप्ड इन अ राउन्ड बटम फ्ल्याक्स। अब हामीले HCl को प्रिपरेसनमा हेर्ने हो भने अब राउन्ड बटम फ्ल्याक्समा हामीले NaCl को क्रिस्टलहरू राख्न सक्छौँ र माथिबाट कोङ्क H2SO4 एड गर्न सक्छौँ थिस्टर फनेलबाट र एपरेटसमा फिल गरिएको देखाएको छ। र आफ्टर हिटिङ यसलाई तताइयो भने HCl चाहिँ हाम्रो प्रोड्युस हुन्छ जुन चाहिँ हाम्रो ग्यास जारमा कलेक्ट गर्न सकिन्छ। जुन हाम्रो डिस्प्लेसमेन्ट अफ एयरको डिस्प्लेसमेन्ट देखाउन कलेक्ट गर्न सकिन्छ जुन चाहिँ अपवर्ड डिस्प्लेसमेन्ट हुन्छ। अब यस्तै प्रिपरेसन अफ HCl एसिड। अब HCl एसिडलाई प्रिपरेसन गर्दाखेरि हामीले HCl ग्यास इज हाइली सोल्युबल इन वाटर। HCl चाहिँ हाम्रो हाइली सोल्युबल हुन्छ त्यसैले हामीले यसलाई HCl एसिडलाई चाहिँ हामीले एन्टी सक्सन फनेलको माध्यमबाट वाटरमा एन्टी सक्सन फनेललाई इमर्ज गरेर HCl एसिड प्रिपरेसन गर्न सक्छौँ। अदरवाइज हामीले इफ द वाटर इज सक्ड ब्याक, अब यो वाटर चाहिँ हाम्रो सक्ड ब्याक भयो भने हाम्रो एपरेटस ब्लास्ट हुनसक्छ र जसमा चाहिँ एक्सिडेन्ट हुनसक्छ। त्यसैले यसलाई हामीले सावधानीपूर्वक हामीले यसको प्रिपरेसन गर्नुपर्ने हुन्छ। अब यस्तै अर्को क्वेसन एउटा मेमोरेबल क्वेसन भन्दा पनि एकदमै इम्पोर्टेन्ट क्वेसन रहेको छ यसको हेलो एसिडमा। अब यसमा चाहिँ हामीले HCl कोही जसरी हामीले HBr र HI लाई किन प्रिपरेसन गर्न सक्दैनौँ त भन्दाखेरि यो एकदमै हाम्रो इम्पोर्टेन्ट क्वेसन हो। अब यसमा चाहिँ किन प्रिपरेसन गर्न सक्दैनौँ भन्दाखेरि HClमा चाहिँ हाम्रो HCl हाम्रोबाट चाहिँ हाम्रो MnO2 म्याङ्गानिज अक्साइडलाई चाहिँ म्याङ्गानिज अक्साइड भन्दा पनि हामीले यसमा चाहिँ हाम्रो NaCl ले चाहिँ हाम्रो H2SO4 सँग रिएक्सन गर्यो भने HCl बन्छ भने अब यसमा चाहिँ NaBr ले H2SO4 सँग रिएक्सन गर्यो भने HBr बन्दैन। यो चाहिँ हाम्रो Br2 मा कन्भर्ट भइदिन्छ र I2 सँग गर्यो भने चाहिँ I2 मा अनि Na ले चाहिँ H2SO4 सँग गर्यो भने चाहिँ हाम्रो HI बन्दैन जुन चाहिँ I2 मा कन्भर्ट भइदिन्छ अथवा अक्सिडाइज भइदिन्छ। अब यसमा रिएक्सन हेर्न सक्छौँ NaBr ले H2SO4 सँग रिएक्सन गर्छ Na2SO4 + 2HBr। अब H2SO4 चाहिँ हाम्रो टुक्रिएर SO2 + H2O + नेचुरल अक्सिजन बन्छ। अब यदि हामीले HBr ले फेरि नेचुरल अक्सिजनसँग रिएक्सन गर्यो भने H2O + Br2 निस्किन्छ। अब हाम्रो ओभरअल रिएक्सन चाहिँ हाम्रो 2NaBr + 2H2SO4 गिभ्स Na2SO4 + SO2 + 2H2O + Br2 निस्किन्छ जुन चाहिँ Br2 ग्यास हाम्रो अक्सिडाइज भइदिन्छ जुन चाहिँ HBr चाहिँ अक्सिडाइज भएर Br2 मा गइदिन्छ। त्यसैले यसमा चाहिँ हामीले यसलाई प्रिपरेसन गर्न सकिन्न क्लोरिनको जसरी। अब यसै आयोडिनको कुरामा हेर्ने हो भने आयोडिनको केसमा पनि सोडियम आयोडाइडले चाहिँ हाम्रो H2SO4 रिएक्सन गर्छ Na2SO4 र हाइड्रोजन आयोडाइड बनाउँछ। अब यसरी सोडियम H2SO4 हाम्रो टुक्रिएर चाहिँ हाम्रो SO2 + H2O + नेचुरल अक्सिजन बन्छ र जुन हाम्रो नेचुरल अक्सिजन हो नेचुरल अक्सिजनले फेरि HI सँग रिएक्सन गर्दाखेरि H2O + I2 बनिन्छ जुन चाहिँ अक्सिडाइज भएर HI अक्सिडाइज भएर हाम्रो I2 बनिन्छ। अब ओभरअल रिएक्सनमा हेर्ने हो भने 2Na + 2H2SO4 गिभ्स Na2SO4 + SO2 + 2H2O + I2 हुन्छ। I2 भनेको चाहिँ हाम्रो यसमा चाहिँ अब हाइड्रोजन आयोडाइड चाहिँ हाम्रो अक्सिडाइज भएर अथवा सोडियम आयोडाइड चाहिँ हाम्रो अक्सिडाइज भएर हाम्रो I2 मा बन्यो जुन चाहिँ HI बनेन त्यसैले गर्दा यो अक्सिडाइज हुन्छ र आयोडिन ग्यास बनिन्छ। त्यसैले हामीले यसलाई प्रिपरेसन क्लोरिनको जसरी प्रिपरेसन गर्न सक्दैनौँ। अब यसमा चाहिँ हाम्रो ल्याब प्रिपरेसन अफ HBr र HI को प्रिपरेसन चाहिँ अलिक फरक छ क्लोरिनको भन्दा। अब यसमा चाहिँ यसको थ्योरीमा हेर्ने हो भने पहिला हामीले ब्रोमिनको प्रिपरेसन हेरौँ। ब्रोमिनको प्रिपरेसनमा चाहिँ थ्योरीमा हेर्ने हो भने हाम्रो ब्रोमिनलाई हामीले कसरी अप्टेन गर्न सकिन्छ भन्दाखेरि यदि हामीले रेड फस्फोरसलाई चाहिँ हामीले ब्रोमिनसँग ततायो भने हामीले हाइड्रोजन ब्रोमाइड पाउन सक्छौँ अथवा HBr पाउन सक्छौँ। अब यसमा हेरौँ भने फस्फोरसलाई चाहिँ P4 ले जनाइन्छ जर्मनली। P4 + Br2 गिभ्स PbR3 जुन चाहिँ फस्फोरस ब्रोमाइड हो। अब यसलाई रिएक्सनलाई हाम्रो ब्यालेन्स गर्नको लागि हामीले PbR3 को ठाउँमा 4 राख्न सक्छौँ अगाडि र Br2 को ठाउँमा 6 राख्न सक्छौँ। अब जुन PbR3 हो त्यसले चाहिँ फेरि वाटरमा इमर्ज गरियो भने अथवा वाटरमा राखियो भने अब यो चाहिँ हाम्रो H3PO3 + HBr बनिन्छ र यसलाई ब्यालेन्स गर्नको लागि HBr को अगाडि 3 र वाटरको अगाडि 3 राख्न सक्छौँ। अब यसबाट हामीले यो PbR3 लाई काट्नको लागि हामीले यसलाई 4 ले मल्टिप्लाई गर्न सक्छौँ। यो रिएक्सनलाई 4 ले मल्टिप्लाई गरिसकेपछि हाम्रो ओभरअल रिएक्सन हुन्छ P4 + 6Br2 + 2H2O गिभ्स 4H3PO3 + 2HBr। अब हामीले फस्फोरसले चाहिँ हाम्रो ब्रोमिनसँग रिएक्सन गरेर हाम्रो HBr बन्यो जुन चाहिँ हाम्रो
क्लोरिनको प्रिपरेसन भन्दा चाहिँ फरक छ, हाइड्रोजन क्लोराइडको प्रिपरेसन भन्दा चाहिँ फरक छ। अब यसमा प्रोसिडरमा हेर्ने हो भने हामीले रेड फस्फोरसलाई चाहिँ रेड फस्फोरस र केही वाटरको चाहिँ कोल्ड मिक्सचरलाई चाहिँ हामीले फ्ल्याक्समा राख्न सक्छौँ र ब्रोमिनलाई माथिबाट एड गर्न सक्छौँ, जुन चाहिँ थ्रिस्टर फोनेलबाट अथवा डपिङ फोनेलबाट एड गर्न सक्छौँ। अब हाइड्रोजन ब्रोमाइड चाहिँ हाम्रो यसबाट हाइड्रोजन ब्रोमाइड एलोङ विथ ब्रोमिन र हाइड्रोजन ब्रोमाइड चाहिँ हाम्रो निस्किन्छ, जसबाट हाम्रो हाइड्रोजन ब्रोमाइड निस्केर डेलिभर ट्युब हुँदै यो चाहिँ युट्युब ग्लासमा जान्छ, अथवा यसमा चाहिँ हाम्रो युट्युब सेप हाम्रो एउटा ट्युब छ, त्यस ट्युबमा चाहिँ हाम्रो ग्लासका बिडहरू अथवा ग्लास बिडहरू छन् र मोस्ट रेड फस्फोरस छ, जसले गर्दा यसले ब्रोमिनलाई सोच्दिन्छ अथवा ब्रोमिनलाई एब्जर्ब गरिदिन्छ र हाम्रो फाइनल्ली हामीले हाइड्रोजन ब्रोमाइडलाई एब्जर्ब गर्न सक्छौँ, जुन चाहिँ हाम्रो वाटरभन्दा हेभियर भएको कारणले गर्दा अपवार्ड डिस्प्लेसमेन्ट अफ एयरबाट चाहिँ हाम्रो एयरभन्दा अलि हेभियर भएको कारणले गर्दा अपवार्ड डिस्प्लेसमेन्ट अफ एयरबाट चाहिँ हामीले यसलाई कलेक्ट गर्न सक्छौँ र यो चाहिँ सोल्युबल इन वाटरमा सोल्युबल हुन्छ। फिगरमा देखाए जस्तै हामीले यसमा माथि ब्रोमिन राखेर तल हाम्रो रेड फस्फोरस र वाटर छ। अब यसले चाहिँ रिएक्सन भइसकेपछि अब ब्रोमिन हालिसकेपछि यसबाट हाम्रो ब्रोमिन HBr + Br2 निस्केर हाम्रो युट्युब ग्लासमा जान्छ, युट्युब सेपमा जान्छ, जसमा चाहिँ हाम्रो मोस्ट रेड फस्फोरस र ग्लास बिडहरू छन् र ग्लास बिडहरूसँग रिएक्सन गर्दाखेरि यसले चाहिँ अब यसबाट यसले चाहिँ जुन चाहिँ ग्लास बिड अथवा रेड फस्फोरसले चाहिँ यसलाई यसमा भएको ब्रोमिनलाई चाहिँ सोसेर लगिहाल्छ, त्यसैले अब HBr मात्र रहन्छ र HBr गएर हाम्रो डेलिभरी ट्युबमा फाइनल्ली अथवा ग्यास ट्युबमा चाहिँ हाम्रो ग्यास जारमा चाहिँ हाम्रो अप्टेन हुन्छ, जुन चाहिँ HBrको प्रिपरेसन रहेको थियो। अब यस्तै हामीले 21 HBr अथवा हाइड्रोब्रोमिक एसिडको हामीले कसरी प्रिपरेसन गर्न सक्छौँ त? अब हाइड्रोब्रोमिक एसिडको प्रिपरेसन गर्दाखेरि हाइड्रोब्रोमिक एसिड क्यान अप्टेन फ्रम हाइड्रोजन ब्रोमाइड ग्यास बाई डिजल्भिङ इट इन वाटर। अब हाइड्रोजन ब्रोमाइड ग्यासबाट निकाल्न सक्छौँ, जुन चाहिँ जसले चाहिँ वाटरमा डिजल्भ गऱ्यो भने, जुन हामीले एन्टिसक्सन फ्लेमको प्रयोगबाट वाटरमा डिजल्भिङ गऱ्यो भने अब हाइड्रोब्रोमिक एसिड निस्किन्छ। यसमा फिगरमा देखाए जस्तै यसमा एउटा HBr यताबाट राख्न सक्छौँ र एन्टिसक्सन फ्लेमलाई चाहिँ हामीले वाटरमा इमर्ज गर्यो अथवा यसमा वाटरमा राख्यो भने डिजल्भ गऱ्यो भने चाहिँ हाम्रो यसमा चाहिँ हाइड्रोब्रोमिक एसिड निस्किन्छ। यो रहेको थियो हाइड्रोब्रोमिक एसिडको प्रिपरेसन। अब यसपछि हाम्रो लास्ट रहेको छ यसको प्रिपरेसनको च्याप्टरमा प्रिपरेसनको लास्ट रहेको छ हाम्रो प्रिपरेसन अफ हाइड्रोजन आयोडाइड। अब हाइड्रोजन आयोडाइडलाई कसरी प्रिपरेसन गर्ने भन्दाखेरि द हाइड्रोजन आयोडाइन क्यान बी प्रिपेयर्ड बाई हिटिङ रेड फस्फोरस विथ आयोडिन। अब हामीले रेड फस्फोरसलाई चाहिँ आयोडिनसँग हिटिङ गऱ्यो भने चाहिँ हाम्रो हाइड्रोजन आयोडाइड अप्टेन हुन्छ। अब यसमा हेर्ने हो भने P4 + I2लाई ततायो भने हामीले Pi3 हुन्छ, जसलाई चाहिँ हाम्रो ब्यालेन्स गर्नको लागि यसको अगाडि Pi3 को अगाडि 4 राख्न सकिन्छ र I2 को अगाडि 6 राख्न सकिन्छ। अब हामीले Pi3ले फेरि वाटरसँग रिएक्सन गऱ्यो भने चाहिँ हाम्रो H3PO3 जुन चाहिँ फस्फोरिक एसिड र 3HI निस्किन्छ, HI भनेको चाहिँ हाइड्रोजन आयोडाइड। अब यसलाई ब्यालेन्स गर्नको लागि यसको वाटरको अगाडि पनि 3 राख्नुपर्ने हुन्छ र Pi3लाई हामीले काट्नको लागि हामीले यसले 4ले रिएक्सनलाई 4ले मल्टिप्लाई गर्नुपर्ने हुन्छ र फाइनल्ली हाम्रो रिएक्सन अप्टेन हुन्छ। कस्तो भन्दाखेरि P4 + 6I2 + 12H2O गिभ्स 4H3PO3 + 12HI निस्किन्छ, जुन चाहिँ हामीले आयोडिनले चाहिँ रेड फस्फोरससँग ततायो भने चाहिँ हाम्रो हाइड्रोजन आयोडाइड निस्किने रहेछ। यो चाहिँ हाम्रो यसको थ्योरी रहेको थियो भने अब यसको प्रोसिडरमा हेर्दाखेरि जब चाहिँ हाम्रो यसमा एउटा राउन्ड बटम फ्ल्याक्समा चाहिँ हाम्रो विथआउट एप्लिकेसन अथवा हिट नलगाएर नतताएर हामीले राउन्ड बटम फ्ल्याक्समा रेड फस्फोरस र आयोडिनलाई राख्यौँ भने र माथिबाट वाटर एड गरियो भने त्यसमा चाहिँ त्यसको डेलिभरी ट्युबबाट हाम्रो हाइड्रोजन आयोडाइड र आयोडिन ग्यास निस्किन्छ र जुन चाहिँ युट्युबमा जान्छ। युट्युबमा गइसकेपछि यसमा युट्युबमा ग्लास बिडर र रेड फस्फोरस हुन्छ र रेड फस्फोरसले चाहिँ यसमा भएको आयोडिन चाहिँ आयोडिनले रेड फस्फोरस अथवा मोस्ट ग्लास बिडले चाहिँ यसकोमा भएको आयोडिनलाई एब्जर्ब गर्छ र फाइनली हाम्रो हाइड्रोजन आयोडाइड अप्टेन हुन्छ, जुन चाहिँ ग्यास जारमा अप्टेन गर्न सकिन्छ। प्रोसिडरमा हेर्ने हो भने द मिक्सचर अफ आयोडिन एन्ड फस्फोरस इज इन्ट्रोड्युस इन द फ्ल्याक्स। अब फस्फोरस र आयोडिनको मिक्सचरलाई चाहिँ हामीले फ्ल्याक्समा राख्न सक्छौँ र वाटर इज अलाउड फ्रम द ड्रपिङ फनेल। अब माथिबाट हामीले वाटर हाल्न सक्छौँ र हाइड्रोजन आयोडाइड एलोङ विथ आयोडिन ग्याससँगै हाइड्रोजन आयोडाइड पनि जान्छ, जुन चाहिँ विथआउट हिटिङमा जान्छ। र यस्तै अब यसमा युट्युब ग्लास अथवा हाइड्रोजन आयोडाइडलाई हामीले युट्युब ग्लासमा राख्न सक्छौँ र जसमा चाहिँ रेड फस्फोरस र ग्लास बिडहरू छन्, जसले चाहिँ हाम्रो एक्सेस अफ आयोडिन भ्यापरलाई एब्जर्ब गर्छन् र कलेक्टेड अपवार्ड डिस्प्लेसमेन्ट अफ एयरलाई चाहिँ हाम्रो अपवार्ड डिस्प्लेसमेन्ट अफ एयरबाट चाहिँ हामीले फाइनल्ली हाइड्रोजन आयोडाइड ग्यासलाई चाहिँ अप्टेन गर्न सक्छौँ। अब यो चाहिँ कसरी सक्छौँ भन्दाखेरि यो वाटर एयरभन्दा चाहिँ अलि डेन्सर हुन्छ, त्यसैले हामीले अपवार्ड डिस्प्लेसमेन्टबाट अप्टेन गर्न सक्छौँ।
अब यसपछि हाम्रो प्रिपरेसन अफ 21 हाइड्रोआयोडिक एसिड चाहिँ हामीले कसरी 21 हाइड्रोआयोडिक एसिडलाई चाहिँ हामीले कसरी अप्टेन गर्न सक्छौँ भन्दाखेरि प्रिपरेसन गर्न सक्छौँ भन्दाखेरि हाइड्रोआयोडिक एसिड क्यान बी अप्टेन फ्रम हाइड्रोजन आयोडाइड ग्यास बाई डिजल्भिङ इट इन वाटर युजिङ एन एन्टिसक्सन डिभाइस। अब एउटा एन्टिसक्सन डिभाइसलाई चाहिँ वाटरमा इमर्ज गरियो र जुन चाहिँ हाइड्रोजन आयोडाइड ग्यासलाई चाहिँ हामीले राखिएको हाइड्रोजन आयोडाइड पठायो भने जुन एन्टिसक्सन प्लेनमा पठायो भने हाम्रो यसबाट चाहिँ हाइड्रोजन हाइड्रोआयोडिक एसिड चाहिँ अप्टेन हुन्छ। द ग्यास इज एब्जर्ब बाई वाटर एन्ड टिल सेचुरेटेड टु गेट द कन्सन्ट्रेटेड एसिड, जसबाट चाहिँ कन्सन्ट्रेटेड हाइड्रोजन आयोडिक एसिड चाहिँ अप्टेन हुन्छ, जुन चाहिँ हाम्रो प्रिपरेसन अफ 21 हाइड्रोआयोडिक एसिडको प्रिपरेसन रहेको थियो। अब यसपछि हामीले अब हाम्रो प्रिपरेसनको पोर्सन हाम्रो भ्याइएको छ। अब प्रिपरेसन पोर्सन भइसकेपछि हामीले यसको अब हेलो एसिडको केमिकल प्रोपर्टिजहरूको बारेमा डिस्कस गरौँ। अब केमिकल प्रोपर्टिजको बारेमा डिस्कस गर्दाखेरि हेलो एसिडको केमिकल प्रोपर्टिजमा पहिलो चाहिँ एसिडिक नेचर। अब एसिडिक नेचरमा हेर्ने हो भने हेलो एसिडले चाहिँ ब्लू लिटमस पेपरलाई चाहिँ रेडमा बदलिदिन्छ, एउटा यो रहेको छ। र अर्को चाहिँ हाइड्रोजन आयोडाइड चाहिँ एकदमै स्ट्रङ एसिड हो, जुन चाहिँ एचएफ भन्दा एकदमै स्ट्रङ एसिडको रूपमा काम गर्छ हाइड्रोजन फ्लोराइडको भन्दा। किन भन्दाखेरि ड्यू टु द फर्मेसन अफ हाइड्रोजन बोन्ड, यसमा चाहिँ हाइड्रोजन बोन्ड हुन्छ। द्याट साइड हेर्ने हो भने यसको रिएक्टिभिटी अर्डर चाहिँ हाइड्रोजन आयोडाइडको सबभन्दा धेरै र हाइड्रोजन फ्लोराइडको सबभन्दा कम हुन्छ। अब यसले चाहिँ रिड्युसिङ प्रोपर्टीहरू चाहिँ देखाउँछ। अब रिड्युसिङ प्रोपर्टिज हेर्ने हो भने हाम्रो हेलो एसिडको रिड्युसिङ प्रोपर्टिज हेर्ने हो भने पहिला हेरौँ हाम्रो MnO2 म्याङ्गानिज अक्साइडसँग। म्याङ्गानिज अक्साइडसँग हेर्ने हो भने MnO2 ले HCl सँग रिएक्सन गर्छ र MnCl2 + H2O + नेचुरल अक्सिजन बन्छ र HCl ले फेरि नेचुरल अक्सिजन रिएक्सन गर्दाखेरि H2O + Cl2 बन्छ। अब हामीले ब्यालेन्स गर्दाखेरि यसमा 2 राख्नुपर्ने हुन्छ र माथि पनि ब्यालेन्स गर्दाखेरि HCl मा 2 राख्नुपर्ने हुन्छ। अब फाइनली हाम्रो यो दुईटा रिएक्सनबाट चाहिँ हामीले यो नेचुरल अक्सिजन कटेर हाम्रो फाइनली रिएक्सन चाहिँ आउँछ MnO2 + 4HCl गिभ्स MnCl2 + 2H2O + Cl2 निस्किन्छ, जसबाट चाहिँ MnO2 चाहिँ हाम्रो अक्सिडाइज भएर चाहिँ MnCl2 मा अथवा रिड्युस भएर यो रिड्युसिङ प्रोपर्टी हो है, यसमा चाहिँ MnO2 चाहिँ हाम्रो रिड्युस भएर MnCl2 बन्छ, जुन चाहिँ हाम्रो एउटा रिड्युसिङ प्रोपर्टी रहेको थियो MnCl2 सँगको। अब यस्तै अर्को रहेछ Pb3O4 लिड अक्साइडसँगको। अब लिड अक्साइडमा हेर्ने हो भने यसमा चाहिँ Pb3O4 ले HCl सँग रिएक्सन गर्यो र PbCl2 + H2O + नेचुरल अक्सिजन भन्यो, जसलाई चाहिँ ब्यालेन्स गर्दाखेरि हामीले HCl को अगाडि 6 राख्न सक्छौँ र PbCl2 को अगाडि 3 र H2O को अगाडि 3 राख्न सक्छौँ। फेरि यो निस्केको जुन यसमा HCl हो, जुन त्यही HCl ले फेरि नेचुरल अक्सिजन रिएक्सन गर्छ र नेचुरल अक्सिजन रिएक्सन गर्दाखेरि H2O + Cl2 बनाउँछ र जसलाई ब्यालेन्स गर्नको लागि हामीले 2 अगाडि राख्न सक्छौँ। अब फाइनली हाम्रो रिएक्सन हुन्छ Pb3O4 + 8HCl गिभ्स हाम्रो PbCl2 + 4H2O + Cl2। अब हामीले यसमा हेर्यो भने हाम्रो Pb3O4 चाहिँ हाम्रो लिड अक्साइड चाहिँ हाम्रो लिड क्लोराइड अथवा PbCl2 मा हाम्रो रिड्युस भएको देख्न सक्छौँ, जुन चाहिँ हाम्रो हेलो एसिडको चाहिँ रिड्युसिङ प्रोपर्टी रहेको थियो अथवा हाइड्रोजन क्लोराइडको हाम्रो रिड्युसिङ प्रोपर्टी रहेको थियो। अब यसपछि हामीले H2SO4 सँग पनि रिड्युसिङ प्रोपर्टी हेर्न सक्छौँ यसको। अब रिड्युसिङ प्रोपर्टी H2SO4 सँग हेर्दाखेरि H2SO4 ले पहिला डिसोसिएट भएर SO2 + H2O + नेचुरल अक्सिजन निस्किन्छ र यसमा चाहिँ जुन नेचुरल अक्सिजनले हो त्यसले चाहिँ HCl सँग रिएक्सन गर्दाखेरि H2O + Cl2 बन्छ र फाइनली हाम्रो रिएक्सन हेर्ने हो भने 2HCl + H2SO4 गिभ्स SO2 + 2H2O + Cl2। अब जसमा चाहिँ हाम्रो यसमा पनि सल्फर अक्सिडाइज भएर चाहिँ सल्फर H2SO4 अक्सिडाइज भएर SO2 मा बन्यो, अक्सिडाइज भन्दा रिड्युस भएर SO2 बन्यो, जसमा चाहिँ यो पनि एउटा H2SO4 सँगको रिड्युसिङ प्रोपर्टी रहेको थियो हाम्रो हेलो एसिडको। अब यस्तै अर्को हेर्ने हो भने हामीले HNO3 को रिएक्सन। अब HNO3 सँग के हुन्छ त? अब HNO3 सँग हेर्ने हो भने अक्सिडाइजिङ रिड्युसिङ प्रोपर्टी हुन्छ यसमा पनि। HNO3 ले चाहिँ अब HNO3 पहिला टुक्रिन्छ र NO2 + H2O + नेचुरल अक्सिजन बन्छ, जसलाई ब्यालेन्स गर्नको लागि हामीले NO2 को अगाडि 2 र HNO3 को अगाडि 2 राख्नुपर्ने हुन्छ। अब यस्तै हामीले HCl ले हाम्रो नेचुरल अक्सिजनसँग रिएक्सन गर्यो, HCl ले नेचुरल अक्सिजनसँग रिएक्सन गरिसकेपछि H2O + Cl2 बन्यो र यसमा HCl को अगाडि 2 राख्नुपर्ने हुन्छ ब्यालेन्स गर्नको लागि। र हाम्रो नेचुरल अक्सिजनलाई काट्नको लागि हामीले नेचुरल अक्सिजनलाई काटिसकेपछि हाम्रो ओभरअल रिएक्सन हुन्छ 2HNO3 + 2HCl गिभ्स हाम्रो 2NO2 + 2H2O + Cl2 हुन्छ, जसमा चाहिँ HNO3 मा रिड्युस भएर चाहिँ हाम्रो NO2 बन्छ, जुन चाहिँ नाइट्रोजन डाइअक्साइड, त्यसैले अथवा हाम्रो नाइट्रिक एसिड चाहिँ अक्सिडाइज भएर NO2 बन्छ, अक्सिडाइज भन्छ रिड्युसिङ भएर NO2 बन्छ। अब यसमा चाहिँ अर्को रहेको छ, अब HI रिड्युस कपर सल्फेट र फेरिक क्लोराइड सोल्युसनलाई चाहिँ हाम्रो रिड्युस गरिदिन्छ HI ले। अब HI को हेर्ने हो भने HI ले कपर सल्फेटसँग रिएक्सन गर्यो भने
क्युबिक कपर आयोडाइड र H2SO4 र आयोडिन निस्किन्छ जसलाई ब्यालेन्स गर्ने हो भने हाम्रो H2SO4 को अगाडि 2 र CuSO4 को अगाडि 2 र HI को अगाडि 4 राख्नुपर्ने हुन्छ र यसमा पनि हामीले कपर सल्फेटलाई चाहिँ हाम्रो कपर आयोडाइडमा हाम्रो अक्सिडाइज अथवा रिड्युस गरिदिन्छ र यसपछि अर्को हेर्ने हो भने हाइड्रोजन आयोडाइडले फेरिक क्लोराइडसँग रिएक्सन गर्यो भने जुन चाहिँ फेरिक क्लोराइडसँग रिएक्सन गर्दाखेरि FeCl2 + HCl + I2 निस्किन्छ जसलाई चाहिँ ब्यालेन्स गर्ने हो भने HCl को HI को अगाडि हामीले 4 राख्न सक्छौँ र FeCl3 को अगाडि हामीले 2 राख्न सक्छौँ अब जसलाई ओभरअल रिएक्सन हेर्ने हो भने हाम्रो FeCl3 भनेको फेरिक क्लोराइड हो फेरिक क्लोराइड रिड्युस भएर चाहिँ हाम्रो फेरस क्लोराइडमा चेन्ज भएको छ जसमा फेरस क्लोराइड हो यो सल्फेट होइन अब यसपछि हामीले अर्को हेर्छौँ एक्सन विथ हेलोजन अब हेलोजनसम्मको एक्सन हेर्यौँ भने अब हामीले हेलोजनले हेलो एसिडसँग रिएक्सन गर्यो भने के हुन्छ त अब हेलोजन क्यान रियाक्ट विथ हेलो एसिड डिपेन्डिङ अपन द रिएक्टिभिटी अफ हेलोजन अब हेलोजनले चाहिँ हेलो एसिडसँग तब रिएक्सन गर्छ उनले चाहिँ हाम्रो रिएक्टिभिटीको आधारमा हेलो एसिडसँग रिएक्सन गर्छ पहिला चाहिँ हाम्रो सबभन्दा धेरै रिएक्टिभ हाम्रो फ्लोरिन हुन्छ सबभन्दा कम चाहिँ आयोडिन हुन्छ हेलोजनमा अब यसले चाहिँ हाइड्रोजन ब्रोमाइडले रिएक्सन गर्छ अब हाइड्रोजन ब्रोमाइडले रिएक्सन गर्यो भने हाइड्रोजन ब्रोमाइडले क्लोरिनसँग रिएक्सन गर्यो भने अब पहिला हामीले हाइड्रोजन ब्रोमाइडसँगको रिएक्सन हाइड्रोजन ब्रोमाइडले चाहिँ क्लोरिनसँगको रिएक्सन हेऱ्यो भने हाइड्रोजन क्लोराइड प्लस ब्रोमिन निस्किन्छ जुन चाहिँ यसलाई ब्यालेन्स गर्नको लागि हाइड्रोजन ब्रोमाइडको अगाडि 2 र हाइड्रोजन क्लोराइडको अगाडि 2 राख्नुपर्ने हुन्छ र त्यस्तै हामीले HCl + F2 गर्दाखेरि अथवा हाइड्रोजन क्लोराइडले हाम्रो उसँग कुनसँग भन्दाखेरि यो हाम्रो फ्लोरिनसँग रिएक्सन गर्दाखेरि हाइड्रोजन फ्लोराइड प्लस क्लोरिन निस्किन्छ जसमा चाहिँ हाम्रो यसलाई ब्यालेन्स गर्नको लागि हाइड्रोजन फ्लोराइडको अगाडि 2 राख्नुपर्ने हुन्छ र हाइड्रोजन क्लोराइडको अगाडि पनि 2 राख्नुपर्ने हुन्छ अब यस्तै हामीले हाइड्रोजन आयोडाइड प्लस ब्रोमिन गर्दाखेरि Br2 गर्दाखेरि हाम्रो 2HBr + I2 हुन्छ अब यसमा चाहिँ हाम्रो HI को अगाडि हामीले 2 राख्नुपर्ने हुन्छ ब्यालेन्स गर्दाखेरि र यसमा चाहिँ हाम्रो 2 राख्नुपर्ने हुन्छ HBr को अगाडि ब्यालेन्स गर्दाखेरि अब यो चाहिँ हाम्रो रहेको थियो एक्सन विथ हेलोजन अब हेलो एसिडको एक्सन चाहिँ हेलोजनसँग रहेको थियो अब यसको लास्ट रिएक्सन रहेको चाहिँ हाम्रो यसको चाहिँ एक्सन विथ एयर अब एयरसँगको रिएक्सन हेऱ्यो भने हेलो एसिडको अब HClले एयर भनेको चाहिँ अक्सिजन हो त्यसैले HClले अक्सिजनसँग रिएक्सन गर्यो जुन चाहिँ कपर क्लोराइडको प्रेजेन्समा ततायो भने चाहिँ यो चाहिँ वाटर र क्लोरिन अप्टेन हुन्छ यसमा हेर्ने हो भने अब यसलाई हाम्रो ब्यालेन्स गर्नको लागि HCl को अगाडि 4 राख्नु पर्यो र H2 को अगाडि 2 राख्नुपर्छ र क्लोरिनको अगाडि चाहिँ हामीले 2 राख्नुपर्छ यो चाहिँ हाम्रो एक्सन विथ एयर रहेको थियो HCl को अब यस्तै HI को एक्सन विथ एयर हेर्ने हो भने हाम्रो H2 को प्रेजेन्समा हेर्ने हो भने हाम्रो H2 + I2 भन्छ र जसमा चाहिँ हामीले ब्यालेन्स गर्नको लागि HI को अगाडि हामीले 4 अनि H2 को अगाडि 4 राख्नुपर्ने हुन्छ र I2 को अगाडि पनि हामीले 2 राख्नुपर्ने हुन्छ जुन चाहिँ हाम्रो एक्सन विथ एयरसँगको रिएक्सन रहेको थियो हाम्रो हेलो एसिडको अब यसको एकदमै इम्पोर्टेन्ट टपिक्स भनेको चाहिँ एउटा अर्को चाहिँ टेस्ट फर हेलाइड आयोन टेस्ट गर्नको लागि हामीले यो चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको छ यसको लागि यो च्याप्टरको लागि अथवा हेलो एसिड च्याप्टरको लागि एकदमै इम्पोर्टेन्ट भनेको टेस्ट फर हेलाइड आयोन हो अब यसमा हेर्ने हो भने HCl HBr HI गिभ अ प्रिसिपिटेट विथ सिल्भर नाइट्रेट सोल्युसन अब जब चाहिँ HCl HBr HIले चाहिँ हाम्रो हेलाइड आयोन हुन् भनेर कसरी पत्ता लगाउन सकिन्छ भनेपछि यसले चाहिँ सिल्भर नाइट्रेट सोल्युसनसँग रिएक्सन गर्यो भने प्रिसिपिटेसन दिन्छ त्यसैले जुन चाहिँ हेलाइड आयोन हुन् भनेर थाहा पाउन सकिन्छ प्रिसिपिटेसन आयो भने अब HCl गिभ्स कर्डी व्हाइट PBD HClले चाहिँ हाम्रो कर्डी व्हाइट PBD दिन्छ जुन चाहिँ इन्सोल्युबल इन नाइट्रिक एसिड इन्सोल्युबल नाइट्रिक एसिडमा चाहिँ इन्सोल्युबल हुन्छ र एमोनिया सोल्युसनमा चाहिँ सोल्युबल हुन्छ त्यो कर्डी व्हाइट PBD दिन्छ जसमा चाहिँ हेर्ने हो भने हाम्रो यसको चाहिँ केमिकल रिएक्सन हेर्ने हो भने HClले चाहिँ हाम्रो AgNO3 अथवा सिल्भर नाइट्रेट सोल्युसन हेऱ्यो भने HClले AgNO3 गऱ्यो भने AgCl + HNO3 बन्छ र जुन निस्केको AgCl हो त्यो AgClले चाहिँ हाम्रो एमोनिया सोल्युसनसँग गऱ्यो भने जुन चाहिँ सोल्युबल हुनुपर्छ त्यसैले AgCl + NH4 एड गऱ्यो भने चाहिँ हाम्रो AgNH3 जुन चाहिँ कम्प्लेक्स कम्पाउन्ड AgNH3 + 2H2 निस्किन्छ जसलाई चाहिँ ब्यालेन्स गर्नको लागि NH4 को ठाउँमा NH4 को अगाडि हामीले 2 राख्नुपर्ने हुन्छ अब हामीले यो निस्केको चाहिँ AgNH3 भनेको चाहिँ हाम्रो डाइअमाइन सिल्भर फर्स्ट क्लोराइड हो जुन चाहिँ हाम्रो कर्डी व्हाइट PBD हो जुन चाहिँ हाम्रो जसबाट चाहिँ हामीले के थाहा हुन्छ भन्दाखेरि यसमा चाहिँ HCl छ अथवा हेलो एसिड छ भन्दाखेरि हेलो एसिड छ भनेर थाहा पाउन सकिन्छ जुन चाहिँ हेलाइड आयोनको टेस्ट हो अब यस्तै हामीले HBr को टेस्ट गर्दाखेरि HBrले चाहिँ कर्डी पेल येल्लो PBD दिन्छ जुन चाहिँ इन्सोल्युबल इन HNO3 मा इन्सोल्युबल हुन्छ तर चाहिँ हाम्रो एमोनिया सोल्युसनमा चाहिँ सोल्युबल हुन्छ अब यस्तै हेऱ्यो भने हामीले रिएक्सनमा हेर्ने हो भने HBr + AgNO3 गर्यो भने हामीले AgBr + HNO3 हुन्छ अब जुन चाहिँ हाम्रो AgBr आएको AgBr हो त्यसले चाहिँ फेरि हाम्रो NH4 ग्याससँग रिएक्सन गर्दाखेरि
एउटा कम्प्लेक्स कम्पाउन्ड फर्मेसन हुन्छ जुन चाहिँ AgNH3 2Br हुन्छ प्लस 2H2O हुन्छ, जसलाई ब्यालेन्स गर्नको लागि हामीले NH4 को अगाडि NH4OH को अगाडि हामीले 2 राख्नुपर्ने हुन्छ। जुन चाहिँ हाम्रो AgNH3 2Br भनेको चाहिँ हाम्रो डाइओमाइन सिल्भर फर्स्ट ब्रोमाइड हो, जुन चाहिँ कडी पेलालोपिबिडी हुन्छ। त्यसैले त्यसमा ब्रोमिन कडी पेलालोपिबिडी आयो भने चाहिँ हाम्रो त्यसमा ब्रोमिन हाइड्रोजन HBr छ भन्ने थाहा हुन्छ। र यस्तै अर्को HI को लागि हेर्ने हो भने अब HI मा चाहिँ HI गिभ द पेल कडी एल्लो इन्सोल्युबल HNO3 बट सोल्युबल इन एमोनिया सोल्युसन। अब HI ले चाहिँ हामीले कडी एल्लो पिबिडी दिन्छ। कडी एल्लो पिबिडी भन्ने हो भने अब यसमा चाहिँ HI ले AgNO3 सँग रिएक्सन गर्छ पहिला। अब HI ले AgNO3 सँग रिएक्सन गर्दाखेरि HNO3 र AgI निस्किन्छ, जुन चाहिँ सिल्भर आयोडाइड। अब सिल्भर आयोडाइडले चाहिँ फेरि हाम्रो एमोनिया सोल्युसनसँग रिएक्सन गर्छ। सिल्भर आयोडाइडले NH4OH सँग रिएक्सन गर्दाखेरि AgNH3 2I प्लस हाम्रो H2O निस्किन्छ, जुन चाहिँ अब AgNH3 2I प्लस H2O भनेको चाहिँ हाम्रो यसलाई ब्यालेन्स गर्नको लागि हामीले NH4OH को अगाडि 2 राख्नुपर्ने हुन्छ। र यसमा यो निस्केको AgNH3 2I भनेको चाहिँ हाम्रो डाइओमाइन सिल्भर फर्स्ट आयोडाइड हो। यसमा आयोडाइड लेखेको छैन, आयोडाइड हो। अब यो चाहिँ हाम्रो कडी एल्लोपिबिडी हुन्छ। अब यसरी हाम्रो कडी एल्लोपिबिडी निस्क्यो भने चाहिँ त्यसमा चाहिँ HI छ भनेर थाहा पाउन सकिन्छ। त्यसैले यसरी चाहिँ हामीले हेलाइड आयनको टेस्ट गर्न सक्छौँ। हामीले हेलाइड आयनको टेस्ट हाम्रो प्रिसिपिटेसन अब सिल्भर नाइट्रेट सोल्युसनसँग रिएक्सन गरेर, जसमा चाहिँ प्रिसिपिटेसन आयो भने चाहिँ हाम्रो हेलाइड आयनको विभिन्न प्रिसिपिटेसन आयो भने चाहिँ विभिन्न हेलाइड आयनहरू छन् भन्ने थाहा पाउन सकिन्छ। हस् त, आजलाई भिडियो यति नै। बाँकी भिडियोमा चाहिँ अर्को भिडियोमा चाहिँ मैले फस्फरसको र कार्बनको वान सर्ट भिडियो लिएर आउने नै छु। आशा छ यहाँहरूले भिडियो पक्कै पनि बुझ्नुभयो होला। कृपया मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर गरी बेल आइकनमा प्रेस गर्न चाहिँ नभुल्नु होला र हाम्रो च्यानलमा जोडिनु नबिर्सनु होला। धन्यवाद।